हाई साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म तपाईहरुलाई देखाउँछु हामीले कसरी चकलेट प्याकिङ गरेर राख्छौं भनेर। सुरुमा चाहिँ यसरी हामी चकलेट राखेर त्यो बक्समा चकलेट राखेर रेडी गर्छौं। त्यसपछि हामी त्यसलाई लाइलोन गरेर कभर गर्छौं। कभर गरिसकेपछि यसरी प्याकिङ गर्छौं। प्याकिङ गरेपछि चाहिँ यो बजारमा जानको लागि रेडी हुन्छ र हामी दोकानमा पठाउँछौं। यो चाहिँ हामीले चकलेट बनाएको हो राख्नको लागि अर्को जुन चकलेट चाहिँ पछि रेडी भएपछि यस्तो हुन्छ। त्यहाँ स्टिकर लगाएर हामीले अनि त्यहाँ डिजाइन गरेर अनि फेरि अरु सामानहरुमा राखेर पठाउनु पर्छ। उहाँको नाम चाहिँ अली हो, उहाँ चाहिँ केरलाबाट हुनुहुन्छ। अनि सबै चकलेटहरु हो एकदमै गुलियो हुन्छ, मिठो पनि हुन्छ। त्यहाँ राख्दैछ अनि त्यो चकलेटहरुलाई चाहिँ यसरी नै हामीले उमा हालेर प्लेटहरुमा हालेर पठाउ। त्यो फिलिपिनी हो, फिलिपिन्सको उसको नाम चाहिँ रोनी हो। अनि यसरी नै पठाउँछौं।